साग कसरी पकाउने भनेर कसैलाई सिकाइराख्नु पर्दैन हामी नेपालीको लागि। तर साग सही तरिकाले पकाउन जानिएन भने सागमा भएको भिटामिन ए हाम्रो शरीरलाई प्राप्त नहुन सक्छ। आज कुरा गरौँ साग कसरी पकाउने त। हरिया सागसब्जीहरू पालुङ्गो, रायोको साग, मेथीको साग, तोरीको साग आदिमा भिटामिन ए हुन्छ। भिटामिनहरू विभिन्न किसिमका हुन्छन्, कुनै पानीमा गुल्ने, कुनै चाहिँ तेलमा गुल्ने। हरिया सागसब्जीमा पाइने भिटामिन ए तेलमा गुल्ने भिटामिन हो। भिटामिन ए को लागि हामीले खाएको हरियो सागपातहरू चाहिँ तेलमा घुल्यो भने मात्रै अनि त्यो हाम्रो शरीरमा एब्जर्प्सन हुन्छ र हाम्रो शरीरलाई प्राप्त हुन्छ। सरल रूपमा भन्दाखेरि जब हामी साग काट्छौँ, सागका कोषहरूबाट यो भिटामिन ए चाहिँ निस्किन्छ अनि पकाउँदै जाँदाखेरि अझ बढी निस्किन थाल्छ। साग सब्जीमा तेलको मात्रा 0 बराबर हुन्छ। त्यसकारण यो भिटामिन ए लाई घुलाउनको लागि हामीले बाहिरबाट तेल हाल्नै पर्छ पकाउँदाखेरि, नत्र सागमा भएको त्यो भिटामिन ए त्यो सागको फाइबरमा अड्किन्छ। अलिअलि पानीमा आएको पनि त्यो शरीरमा शोषण हुँदैन। कतिपय मानिसहरूले चाहिँ उमालेर साग खाने गरेको देखिएको छ। यो एकदम गलत प्र्याक्टिस हो। भिटामिन ए को लागि यो फाइदाजनक छैन। पर्याप्त मात्रामा हामीले तेल हालेर साग हामीले भुट्यौँ भने सागको कोशिकाबाट भिटामिन ए निस्किन्छ र त्यो तेलमा चाहिँ घुल्छ। हाम्रो शरीरभित्रको पित्त अर्थात् बायल जुसले चाहिँ यसरी घुलेर आएको भिटामिन ए लाई सानो सानो फ्याटको फोका अर्थात् मिसेल्स बनाउँछ अनि यो भिटामिन के सहितको मिसेल्स चाहिँ आन्द्राको भित्री सतहबाट हाम्रो ब्लड स्ट्रिममा जान्छ। यसरी फ्याट हाम्रो शरीरमा प्राप्त हुनको लागि फ्याटमा सर्वप्रथम त्यो भिटामिन ए चाहिँ घुल्नु पर्यो। त्यसकारण जहिले पनि साग पकाएर खाँदाखेरि तपाईहरुले प्रशस्त मात्रामा तेल हालेर साग पकाउनु होला। यो जनहितमा जारी। धन्यवाद।